हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल न्यू डे न्यू ब्लग। आजको ब्लग चाहिँ मैले किन बनाएको भन्दाखेरि आज चाहिँ हामी फुटबल खेल्न गइरहेछौँ। अहिले ठ्याक्कै कति 9 बजे होला। सो हाम्रो फुटसल चाहिँ 10 बजेदेखि 12 बजेसम्म छ मच्छी गाउँ फुटसलमा 7A साइड हो। सो म चाहिँ यहाँ अहिले तिलक दाइलाई लिन आएको छु होइन। एज यु गाइज क्यान सी मेरो स्कुटर यहाँ छ अनि तिलक दाइ आउँदै हुनुहुन्छ। तिलक दाइ बस्ने घर चाहिँ यही हो है गाइजहरू। सो अब तिलक दाइ आउँदै हुनुहुन्छ अनि म तिलक दाइ आएपछि भिडियो कन्टिन्यू गर्छु है त। तिलक दाइ चाहिँ आइसक्नु भएको छ जस्तो छ, हेर्नुहुन्छ तपाईँ ढोका खुल्दैछ। आइसक्नु भएको छ तिलक दाइ, ए हाम्रो गोलकिपर हिरो दाइ। दाइ आज 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 के हो, जितिन्छ नि होइन? आज म चाहिँ मेरो टिमको लागि गोली खान पनि तयार हो नि। फेरि अस्ति छातीमा खाथ्यो फुटसल, आज दाइले गोली पनि खान्छ जित्नको लागि होइन त दाइ? कस्तो फिल भइरहेको त फुटसल खेल्नु? म चलाउँछु ल। तपाईँ चलाउने फेरि ब्रेक झ्याप्पो हुन्छ नि। झ्याप्पो बिस्तारै लाग्ने हो नि। ल ल हामी उतै अब फुटसल गएर भेटौँ है त दाइ। हाम्रो तिलक दाइ राइडर आइसक्नु भएको छ। यहाँ मजाले तिलक दाइ राइडर, म यहाँ पछाडि बसिरहेको छु। तिलक दाइको चस्मा लगाएर पारा एकदम सेटिस्फाइड छैन नि। ए बब्बाल मजा आइरह। हामी टिओतिर पुगिसकेका छौँ, तर यताको बाटो चाहिँ बवाल रहेछ है दाइ। तिलक दाइ हाम्रो प्रोफेसनल राइडर रहेछ है। मलाई पहिला विश्वास चाहिँ थिएन, अहिले चलाएको देख्दा चाहिँ म चलाउँछु भन्दाखेरि चाहिँ डर लाग्दै थियो। अहिले चलाएको देख्दा चाहिँ विश्वास लागिरहेको छ है, प्रोफेसनल राइडर। तिलक दाइ कस्तो भइरहेको छ? एकदम रमाइलो भइरहेको छ। अझै 3 किलोमिटर बाँकी छ है। तर यहाँको बाटो चाहिँ कस्तो दामी यार। भाउ यहाँ म पहिलोचोटि आएको हो त यहाँ, पहिलोचोटि। यो चाहिँ टियु ग्राउन्ड है साथीहरू, आइसकेको छ टियु ग्राउन्ड। वेलकम, हामी यहाँ पुगिसकेको छौँ। यो यहाँ यो कतिवटा लाइन हो? 6वटा 6वटा लाइन। यहाँ त क्रिकेट बल हान्यो भने त बाहिर उड्छ होला है यहाँबाट। ल अब सिधै एकैचोटि ग्राउन्डमा गएर भेटौँ है त साथीहरू। हामी चाहिँ किर्तिपुरमा पुगिसक्यौँ। लुक एट द भ्यू गाइज। यहाँ किर्तिपुर साङ्गा हो, यहाँ पाङ्गा, किर्तिपुर पाङ्गा अरे है। यहाँ म यहाँ अहिलेसम्म आएको चाहिँ छैन, आजै हो आएको, त्यही भएर यसो भिडियो खिचिदिन्छु। तपाईँहरू आउनुभएको छैन भने यसो हेर्नु अब यहीँबाट म भिडियो बनाइदिन्छु दामीवाला। बवाल रहेछ त यार दाइ, किर्तिपुर बजार। हर्न बजाउन निषेध गरिएको छ यहाँ। चाहिँ सर्लक्क देखिँदो रहेछ है। बबाल एरियल भ्यू भयो जस्तै। अब हामी पुग्न लागिसक्यौँ जल्दी। दाइकोबाट चाहिँ खिचिदिनु होइन, यहीँबाट खिच्छ। ल है ल हामी अब टक्क पुग्छतिर पुग्नु आँटेको छौँ। अब एकैचोटि ग्राउन्डमा गएर भेटौँ है त साथीहरू। मच्छी गाउँमा यस्तो मेला लगाइरहेको रहेछ है। मान्छेहरू टन्नै चलपर्छ मान्छेहरूको, हेर्न सक्नुहुन्छ। आम्मा मेला अब कसरी जाने हो?
जानु मिल्छ भाइ पारी फुटसलतिर जाने फुटसलतिर आम्मामा डेन्जर भिड छ गाइजहरू मच्छीगाउँ मेला है मच्छीगाउँ मान्छेहरू वाइल्ड हुँदो रहेछ है तर दाइ कति दिनसम्म चल्छ हौ दिदीहरूकोमा केरा लिन आएको हेलो भनिदिनु न दिदी यहाँ कहिलेदेखि स्टार्ट भएको मेला 3 गतेदेखि ल थ्याङ्क यू सो म चाहिँ अहिले केरा लिएर आइसकेको छु दाइले केरा खाने रे केरा यहाँ मच्छीगाउँ मेलादेखि चाहिँ 3 गतेदेखि लाग्दो रहेछ नलागेको लागै हुँदो रहेछ कि अब त्यहाँ तिलक दाइ बिचरा एक्लै पुरेर बसिरहेको छ फोन पनि मसँग छ तिलक दाइको अब म त्यहाँको तिलक दाइको घरमा जान्छु है त्यस्तोहरू तिलक दाइको त्यहाँ बसिरहेछु ग्राउन्डमा पुगिसक्यौँ यहाँ म्याच भइरहेको रहेछ होइन यहाँ तिलक दाइ हुनुहुन्छ यहाँ हाम्रो अर्को दाइ यहाँ चाहिँ स्विमिङ यहाँ अर्को दाइ भनेको ए दुइटै तिलक दाइ हो मलाई थाहा थिएन नि दुइटै मिज्जु ल मिज्जु यहाँ चाहिँ फेरि ग्राउन्ड चाहिँ दामी रहेछ कि साथीहरू तर यहाँ मेन भनेको चाहिँ यहाँ हामी अब स्विमिङ पुल पनि रहेछ क्या यस्तो दामी स्विमिङ पुल छ यार तर भ्यू चाहिँ ओभर आउँदो रहेछ क्या भ्यू चाहिँ बबाल ग्राउन्ड चाहिँ मलाई हरि दामी लाग्यो है ग्राउन्ड चाहिँ दामी छ अब हाम्रो यहाँ यसपछिको म्याच चाहिँ हाम्रै हो ग्राउन्ड पनि हाम्रो बुको 2 घन्टा खेलिदिन्यौँ हामी आज सो यहाँ चाहिँ यो पनि रहेछ है मत्स्य नारायण रिक्रिएसन सेन्टर प्राइभेट लिमिटेड यहाँ चाहिँ अफिस होला होइन यहाँ चाहिँ वासरुम छ वासरुम यहाँ छ अब यहाँ ग्राउन्ड चाहिँ तर दामी छ है 7 साइडको लागि चाहिँ दामी ग्राउन्ड छ यहाँभित्र जिम हो सायद मेबी जिम हो जस्तो लाग्यो हाम्रो स्टार टोलीहरू प्रस्थान भइसकेका छन् वेलकम टु माई भ्लग दाइ थ्याङ्क यू टेक दाइ वेलकम टु माई भ्लग गुरुजी वेलकम टु माई भ्लग है वेलकम टु माई भ्लग है पोर्चुगल नदेखाउँ न फेरि यहाँ त दादाको 3टा तारा छ त 3टा तारा तीनटा तारा यहाँ तारा नै छैन खै तारा हुनु पर्यो क्या तारा हुनु पर्यो यसरी यहाँ हाम्रो अर्जेन्टिनामा भयो जस्तो तारा हुनु पर्यो क्या दाइ सो त्यहाँ चाहिँ फुटसल खेलिसकेपछि हामी यहाँ माथि डाँडामा खाजा खान गएको थियौँ होइन यहाँको भ्यू चाहिँ बबाल थियो कस्तो दामी थियो होइन पानी पनि परिरहेको थियो त्यही भएर घर जानुको साटो हामी यहाँ सबैजना टिम मेम्बरहरू खाजा खान आएको थियौँ सो म चाहिँ फुटसल खेलेर आइसकेँ फुटसलको भिडियो चाहिँ बनाएन मैले किन भन्दाखेरि अब मैले आफैले पनि खेलेको थिएँ त्यहाँ भ्लग बनाइदिने कोही पनि थिएन एक्स्ट्रा हाम्रो कोही पनि थिएन त्यही भएर भ्लग बनाइन सो आजको भ्लग चाहिँ यहीँसम्म अर्को भ्लग चाहिँ कहिले आउँछ थाहा छैन तर चाँडै आउँछ बाई बाई गाइस सी यू अन द नेक्स्ट भ्लग थ्याङ्क यू फर वाचिङ